मेरो मायालुको लुक्स यस्तो दामी मैले कमेन्ट गर्नु पऱ्यो यहाँ आएको म दाइले पठाउनु भएको यतिकोमा चाहिँ बस्न सकिन्छ अब घाममा चाहिँ यहाँनिर छ कि छैन म हेर्छु गर्छु गर्दिनँ त्यति थाहा छैन। हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। होपफुल सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम सन्चै छु होइन। म चाहिँ आज यहाँ कहाँ छु भन्दाखेरि म झापा बर्नेमा छु होइन। यहाँको यस्तो गर्मी छ होइन। यहाँ हाम्रो अर्जुन सरले मलाई जुस लिएर दिनुभएको छ स्प्राइट। यहाँ घाममा बस्दा बस्दा वाक्कै लागिसक्यो। यो मान्छेलाई घुम्न जाउँ भनेको पनि मान्दैन न होइन। अहिले भर्खरै त्यो यस्तो साह्रो गर्मी थियो, भर्खरै घाम हराएको छ। यो बर्नेको चाहिँ कुन ठाउँ हो गेस गर्नु होला है। कसैले यस्तो छ नजर। कतिजना बर्नेको पनि हुनुहुन्छ होला होइन। हाम्रो सर हुनुहुन्छ बर्नेको। बर्ने होइन नि बुद्ध शान्ति खै के भन्छ एक्ज्याक्ट मलाई पनि थाहा भएन। यो टक्क छ भने यस्तो कहाँ होला त ठ्याक्कसँग बस्नको लागि दामी। म झापा चाहिँ कहिले आएको भन्दाखेरि अस्तिको दिनै आएको होइन। म उता झापा पृथ्वीनगर बसेँ यहाँ घरको ज्वाइँकोमा। त्यहाँबाट हिजो बेलुका आएर यहाँ बसेको। मैले एउटा कुरा के थाहा पाइनँ भने नि गाइस, यो मेरो बाइकको यहाँको यो पछाडिको क्लेम हुँदै यो भाँचेर कति बेला कहाँ झरेछ रातितिर थाहा पनि पाइनँ। अब यसलाई मैले काठमाडौँमा गएर हाल्नुपर्ने हुन्छ। यता पाएछ भने यतै हालिदिन्छु म। अब यहाँबाट चाहिँ म लगभग रेडी भएर निस्किन्छु होला। बिताबोटमा मेरो काम छ होइन। त्यो 4वटा सामानहरू किनेर लानुपर्ने छ, मेरो बाइककै सामानहरू होइन। अनि यहाँबाट अब यस्तो गर्मी छ। उहाँ झन् बिताबोटमा कस्तो गर्मी होला। यहाँनिर बस्न सकिएको छैन। यस्तो माथि इलाम गयो भने यस्तो चिसो मौसम छ। म यहाँबाट बिर्तामोड जान्छु। बिर्तामोडबाट 2-4वटा सामानहरू हाल्नु छ। त्यो सामानहरू लगेर चाहिँ सिधै डाइरेक्ट आज इलामै फर्किन्छु होला। हेर्दै गर्नु होला कहाँ जान्छु के गर्छु थाहा छैन आज होइन। सायद म जान्छु होला, इलामै फर्किन्छु होला। यहाँबाट चाहिँ म लगभग निस्किन्छु। अब मैले बाइक साइक रेडी बनाइसकेँ होइन। बिर्तामोड जान्छु। बिर्तामोडमा त्यो चिममाउन्ट्सहरू किन्नु छ। पाएँ भने आज बाइक पनि सर्भिसिङ गर्न सक्छु। गर्छु गर्दिनँ त्यति थाहा छैन होइन। यहाँबाट जान्छु अब म बिर्तामोड। गर्मी यस्तो धेरै छ यहाँ त। यस्तो छ बिर्तामोडमा पनि कस्तो होला होइन। म चाहिँ यहाँ फाइनल्ली यो बाइकको के पो थियो मैले नाम पनि बिर्सेँ। यहाँ आइपुगेको छु होइन। यहाँ चाहिँ बाइकको सबै सामानहरू पाउँछ। मलाई चाहिएको सामान चाहिँ यहाँनिर छ कि छैन म हेर्छु। दाइ हामीसँग त्यो एनएसको युनिभर्सल भनौँ न केरियर पछाडि लाउने मेरो भाँच्यो क्या पछाडि। सामान बोक्ने टाइपकै थियो। एकचोटि हेरौँ न हामीसँग कस्तो कस्तो छ। अहिले चाहिँ म बिर्तामोड मानन्द चोकमा छु। यहाँ मेरो बाइकको मोबिल झर्दैछ, सर्भिसिङ गर्दैछु। यहाँ भाइले मजाले गरिदिँदैछ। उहाँ तलबाट सामान लिएर आएँ। त्यो दाइले यहाँ रिकमेन्ड गर्नु पऱ्यो यहाँ आएको म दाइले पठाउनु भएको। ल अहिले त्यो गर्मी पनि भएको छैन, बस्नुको लागि ठिक्क भइरहेछ। पानी पर्नु लागेको छ नि त। पुरै मौसम यस्तो भइरहेछ अहिले। पुरै शीतल भइरहेछ, आनन्द भइरहेछ। यतिकोमा चाहिँ बस्न सकिन्छ। अब घाम लाग्यो भने चाहिँ गाह्रै पर्दछ। पहिला कलेज पढ्दाखेरि चाहिँ लगभग बिर्तामोड 3 वर्ष जति बसेँ। त्यो बेलामा त अब पानी भएको थियो र वास्ता हुँदैन थियो। अहिले चाहिँ पानी हराइसकेछ। अब यहाँबाट बाइक साइक सर्भिस गरेर म अलिक छिटो भयो भने चाहिँ आज घरै जान्छु। नभए म यतै बस्छु होला सायद। फाइनली मेरो बाइक पनि पुरै सर्भिसिङ भइसकेको छ होइन। यहाँ भाइले रकल धोएर पनि ल्याइदिइसकेको छ। मेरो मायालुको लुक्स यस्तो दामी मेरो टिरिक्कै भइरहेछ। मैले यो पनि हालेँ होइन। उहाँ काठमाडौँमा चाहिँ मैले कति 1500मा हालेको थिएँ। यहाँ बिर्तामोडको चाहिँ 1600 पऱ्यो। 100 रुपियाँ बढी पऱ्यो, केही पनि छैन। यहाँबाट निस्किन्छ म अब लगभग मैले पैसा पनि दिइसकेँ। ल फाइनली गाइस म चाहिँ घर आइसकेको छु होइन। मैले बाटोमा भिडियोहरू जोड्न पाइनँ किनकि मेरो फोनमा चार्ज पनि थिएन। मैले बिचको केही पनि खिच्न पाइनँ। लगभग अहिले 9 बज्नु आँटेको छ। लगभग 8:40 भयो होला।
मेरो अवस्था यस्तो छ पुरै। अब जुत्ता सुत्ता लुगा सुगा सबै सक्यो होइन। आजको लागि यस्तो नै भयो। हस् त अब हेर्दै गर्नु होला होइन, भिडियोमा जोडिँदै गर्नु होला। यसो मन परेमा लाइक सेयर सब्सक्राइब गर्दै गर्नु होला। हस् त।